ल साथीहरू, आज मैले एउटा तपाईँहरूलाई एउटा विशेष फरक कुरो लिएर आएको छु। विशेष गरेर हाम्रो सुदूरपश्चिमको लागि यो नयाँ नौलो जस्तो पनि हो, तर उहाँहरूलाई हामीहरूलाई त्यति थाहा पनि थिएन। यो विशेष गरेर नेवार समुदायभित्र गरिने एउटा गुन्नी चोलो भन्ने एउटा उहाँको चलन प्रचलन रहेछ। त्यस्तै हामी पश्चिमले त्यति त्यो कुराबारेमा त्यति थाहा छैन। र मेरो फ्यामिलीहरू आधा मिलेर काठमाडौँ बस्छन्, भाइहरू उतै काठमाडौँ बस्छन्। भाइको छोरी आज यसको गुन्नी चोलो भइरहेछ, अर्थात् कता कता भन्दो रहेछन् मेहन्दी पनि भन्दो रहेछन् है। मलाई पनि थाहा थिएन, तर मैले यसो उहाँको साथीहरूबाट कि कुरो बुझ्दाखेरि मैले जानेको, मैले अनुभव गरेको कुराहरू मैले सेयर गर्दैछु। यो गुन्नी चोलो भनेको वास्तविक नेवार समुदायहरूमा आफ्नो छोरी 10, 11, 12 वर्ष अथवा 2-4 वर्ष अगाडि तलमाथि भए पनि उनीहरूलाई एउटा सानो विवाह जस्तै गरेर खुट्टाको जल पानी खाएर उनीहरूलाई धुलै जस्तै सिँगारेर एउटा गर्ने चलन रहेछ। तपाईँहरूको बुझाइमा कस्तो छ, यस्तो चलन रहेछ। अब हामीहरू पश्चिमहरूको लागि चाहिँ अलि नयाँ नौलो हो। तपाईँहरूको विचारमा यो कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला। धन्यवाद।